विगतलाई सम्झिँदा अहिले भकानो छुटेर आउँछ, गाली लागेर आउँछ। अरे मेरो जिन्दगीमा यस्ता दिन पनि थिए र भने जस्तै लाग्छ। सानो बच्चा घर बिग्रेर माइत गएर बसेकी, बेरोजगारी, अनपढ, अनभिज्ञ कसरी चल्यो होला अहिले गाली लाग्छ सम्झ्यो भने पनि। अहिले बच्चाले मलाई पाल्ने भइसक्यो। त्यति बेलाको दुःख सम्झिँदा अनि ती मानिसहरूले गरेका आलोचना सम्झिँदा अहिले छाती चारचिरा भएर टुक्रन्छ। जसले आलोचना गर्नुभयो उहाँहरूका छोरी बुहारीले आजभोलि सीमा नाग्नु भएको छ। भालो आउँदो रहेछ नि सबैजनाको। म निर्दोष थिएँ तर दोषी ठहरिएँ। त्यति मात्रै होइन, मैले सजाय धरी पाएँ तर म लड्खराएकी थिइनँ, किनकि मेरो साथमा मेरो जन्मदिने आमा थिइन् अनि मेरो भगवान सरका मेरा दाजु थिए र मलाई साथ दिनुभयो र आज म सही मार्गमा छु। त्यसैले कसैलाई पनि आलोचना नगरौँ।